हाई नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। स्वागत छ तपाईँहरू सम्पूर्णलाई मेरो अर्को भिडियोमा। अहिले चाहिँ म यस्तो ठाउँमा छु, मेरो पछाडितिर ब्याकग्राउन्ड जङ्गलको छ। आज चाहिँ आइल्यान्डतिर गएको। आइल्यान्डमा जानलाई पनि अब यहाँसम्म चाहिँ हामी एमटिआरमा आयौँ। अब यहाँदेखि चाहिँ हिँडेर जानुपर्छ। मेरो पछाडि यो जङ्गल छ, यो जङ्गलदेखि सिधै 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 उकालो हिँड्नुपर्छ, माथि डाँडामा पुग्नुपर्छ। अनि त्यहाँदेखि चाहिँ वरिपरिको भ्यूहरू कस्तो दामी देखिन्छ। यो चाहिँ साउथ हर्जन एमटिआरको छेउमा पर्छ। यो चाहिँ अहिले चाहिँ हामी एमटिआरबाट निस्केर अब हिँड्नको लागि तयारी हुँदैछौँ। एकदम राम्रो भ्यू आउनेछ यहाँ माथिबाट, कस्तो राम्रो भ्यू देखिनेछ। पहिला पनि हामी गएको, त्यही भएर फेरि जाँदैछौँ। राम्रो छ र पुरै हावा चलिरहेको, चिसो छ मौसम। मलाई रुगा मट्टीले पनि अझै पनि छोडेको छैन, तर पनि म हिँड्नु पनि छोडेको छैन। त्यही हो। अनि अब यहाँदेखि चाहिँ एकदम सिधा छ क्या बाटो। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ। यहाँबाट सिधै 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 उहाँ माथि टुप्पीमा पुग्नुपर्ने बाटो एकदम ठाडो छ। कसरी हिँड्ने होला त्यत्रो उकालोमा। ल बाटो चाहिँ यस्तो छ, सुरुवात भयो अब। ओएमजी ओएमजी। हिँड्नु नसकेला जस्तो छ त बाइक, बाटो त माई गॉड, व्हाट अ सीन। बिल्डिङ पछाडि पहाड छ, पहाड। बिल्डिङको छेउमा फेरि समुद्र छ, समुद्र। नानीलाई हिँड्नु सिकाउँदै हुनुहुन्छ चाइनिज मान्छे बोजूले। ल है, यहाँबाट हेर्नु पर्दा यस्तो छ। यो रातो रातो चाहिँ एमटिआर स्टेसन हो। अघि हामी त्यहीबाट निस्केर आएको, ठक्क उकालो उकालो। अहिले हामी आधी बाटो हिँड्दैछौँ। पहिला यो बाटो हिँडेको, अब छ यस्तो ठाडो। यहाँ चाहिँ के भन्छ यसलाई, आगो लाएर जलाउँदै रहेछ है। डढ्यालु डढ्यालु लाउँदो रहेछ, डढ्यालु। ढुङ्गा छ अनि तल तल तलबाट आएको सबै छोडेर गइसक्यो मलाई। फाइनल्ली डाँडामा आइपुग्यो हामी। यस्तो छ यहाँदेखि वरिपरिको भ्यू चाहिँ। गीत बज। यहाँनिर चाहिँ हेलिकप्टरले समुद्रबाट पानी उगाएर ल्याउँदैछ। किन ल्याउँदैछ भने चाहिँ यहाँनिर आगो लगाएको छ। यिनीहरूले आफै लगाउँछ आगो, अनि यहाँको लिमिट पुगेपछि फेरि यसरी आफै मार्छ क्या। यो समुद्रबाट पानी उगाएर नि त्यो रातो गोलोमा चाहिँ पानी छ। हेर्नु कसरी फ्याँक्छ पानी।
पानी फ्याँकिदिन्छ सबै आगो मर्छ यसरी नै मार्छ क्या आगो यसरी राउन्ड लाउँदै पानी ल्याउँदै आगो मार्छ रातको यो ठप्प डुबाउँछ समुद्रमा अनि पानी भरि बनाएर ल्याउँछ यही समुद्रको पानी उडाउने खालको हावा चल्दै रहेछ यो मुनिको चाहिँ छुट्टै आइदियो यहाँनिर पनि जान सक्छ यहाँबाट यस्तो यस्तो साउथ हजर ब्युटिफुल प्लेस तर हावाले ब्युटिफुल प्लेस तर एकदम हावा एकदम ओभर लागिरहेछ यहाँ जहिले यस्तै हो आइल्यान्ड हो यो एकदम हाई टपमा पर्छ त्यही भएर हावा बढी चल्छ आइल्यान्ड यहाँ तल देखिन्छ यहाँ चाहिँ डाँडा टपमा पर्छ त्यही भएर हावा आज सानो प्रोजेक्टको विषयमा चाहिँ यहाँ आइपुग्यो यतातिर चाहिँ यस्ता रहेछन् चट्टान हो यो चट्टान सबै यहाँ मुनि समुद्र छ यो समुद्रको भित्र टप क्लाइम्ब गर्ने ठाउँ छ कि हामी जान्दैनौँ अब यहाँ कसरी आउने हो यहाँ खतरा छ त्यता तल मान्छे आउँदैछ कस्तो स्टाइल